यदि तपाईँ लाइसेन्स रिन्युअलको लागि अनलाइन एप्लिकेसन दिने सोचिरहनु भएको छ भने यो प्रोसेस फलो गर्नुहोला। पहिला आफ्नो प्रदेशको इडिएल भिआरएस पोर्टलमा जानुहोला। त्यसमा गइसकेपछि तपाईले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स भनेर सेलेक्ट गर्नुहोला। त्यसमा सेलेक्ट गरिसके पछाडि तपाईले रिन्यू लाइसेन्स भनेर अप्सन देख्नुहुनेछ र लाइसेन्स रिन्युअलको लागि तपाईलाई जम्मा 5 वटा स्टेप लाग्नेछ। त्यो 5 वटा स्टेप भनेको पहिलो एप्लिकेसन हो, दोस्रो मेडिकल हो, तेस्रो अफिस एप्रुभल, चौथो पेमेन्ट र पाँचौं लाइसेन्स रिन्युड हो। एप्लिकेसनको लागि चाहिँ तपाईलाई आफ्नो लाइसेन्स नम्बर, एनआइडी नम्बर, डेट अफ बर्थ र इमेल इन्टर गर्नुपर्ने छ। त्यो इन्टर गरिसकेपछि तपाईको फोन नम्बरमा ओटीपी आउनेछ। ओटीपी भेरिफिकेसन गर्नुहोला। ओटीपी भेरिफिकेसन पछाडि तपाईको दोस्रो स्टेप भनेको मेडिकलको हुनेछ, जसको लागि तपाईलाई 150 शुल्क लाग्नेछ र तपाई जुन जिल्लामा बस्नुहुन्छ त्यो जिल्लाको नाम सर्च गर्नुहोला। त्यो सर्च गरिसके पछाडि तपाईले डाक्टरको लिस्ट देख्न सक्नुहुनेछ। त्यो लिस्टमा भएको नम्बरमा आफूलाई नजिक पर्ने लोकेसनमा फोन गरेर जान सक्नुहुनेछ। त्यसपछि तपाईको मेडिकल रेकर्ड अपलोड हुनेछ। त्यो अपलोड भए पछाडि तपाईको एप्लिकेसन अफिस अप्रुभलको लागि जानेछ। ट्रान्सपोर्ट अफिसबाट तपाईको एप्लिकेसन अप्रुभ भयो भने त्यस पछाडिको स्टेप भनेको पेमेन्टको हुनेछ। पेमेन्ट चाहिँ सजिलै ई-सेवा खल्ती कनेक्ट आइपीएसबाट गर्न सक्नुहुनेछ। पेमेन्ट गरिसक्नु भयो र पेमेन्ट भेरिफाई भयो भने तपाईको लाइसेन्स रिन्युअलको एप्लिकेसन प्रोसेस कम्प्लिट हुनेछ। यस्तै अन्य जानकारीमूलक भिडियोको लागि फलो गर्न भने नबिर्सनु होला। धन्यवाद।